ओइ त्यो हाम्रो म्याथ सर हैन आकाश ढेले यतै आउँदैछ त यार मायासाला अस्ति हामीले हिसाब नजानेर कसरी हान्यो थियो हामीलाई मुला मायासालालाई हान्दिउँ क्या गुलीले त्यस्तो गुलिले सुलिले हान्नु न बरु गाली गरौँ न त्यसलाई गाली गरौँ है ल ल ल ल ओइ आकाश ढेले मेरो भाइ ओइ ढेले ओइ आकाश भाइ के छ तेरो अलिजले कहाँ घुमिरहेको गाउँबारी फेरि धेरै नखोसिस् फेरि यो हाम्रो एरिया हो ओइ पागलहरू ओइ के बोलिरहेछस् बोल्ने तरिका छैन रोक न रोक तिमी दुईजना भोलि स्कुल आइज अनि थाहा हुन्छ ए आकाश ढेले मेरो भाइ के गर्न सक्छ आइज न गर न यो मेरो इलाका हो भोलि मुलाई स्कुलमै केटाहरू लिएर आउँछु यसका कुरा नसुन है आकाश भाइ त त मेरो भाइ होस् त नजिक तैँले मलाई स्कुलमा पिटे पनि तर म चाहिँ तँलाई ढेले भन्छु है ल के फर्मुला सोध्छ सोध साइन थीटा कस थीटा अल्गोरिदमहरू के सोध्छ सोध्न अल्जेब्राका सब हिसाब भनिदिन्छु म सोध मेरो एरियामा आएर मलाई सोध्न अरे सरलाई यस्तो बोलिरहेछ त रोक न रोक भोलि स्कुल आएला नि थाहा पाउँछस् डराए यो भाइ डराए ए आकाश ढेले तैँले पढाएको एक बुझ्दैनौँ क्या हामी त्यो जेमेट्रीका हिसाब छ नि तिनी याक्सको मान पत्ता लगाउने मेरो गु पत्ता लगाउने मेरो गुको कति किलो छ त्यो पत्ता लगा अरू तैँले पढाएको भन्दा फेरि सेक्सी डार्लिङ छिन्ने अनिसा म्याम उहाँलाई एकचोटि पढाउँदैन हामीलाई हेल्थ पढाउनुहुन्छ नि त्यो भेजिनल पार्टहरू राम्रोसँग बुझाउनुहुन्छ कि उहाँलाई पढाउँदैन के भन्दैछ अरे स्वास्थ्यले यस्तै बोल्छन् बोल्छु त के हुन्छ अरे ल किन भन्नु नि वाला भन्नु त म्याक्स रहेनस् त रन्डी भोलि स्कुल आइज तँलाई अर्को काम दिदी नमस्कार ए नमस्कार सर के कामले आउनुभयो त किन आत्तिदै आउनु भएको छ त अरू के हुनु र दिदी तपाईँको छोराहरू धेरै माथिए मलाई बाटोमा त मोमो भनिरहेको थिएँ त्यो रामलालको छोरा त मलाई आमा गाली पनि दियो काम छैन तेरो बदा फोन सम्झेर आएर गति गर्ने छोरा तत्त भन्ने अनि यसले पनि त मलाई अनि डेलले मलाई पढाउने नजान्ने अनि मलाई फर्मुला सोध्ने मलाई जहिले पिट्छ यसले अनि तेरो पनि बाली कहाँ कतिलो रहेछ त अनि विद्यार्थीलाई कुद्न आउँछस् कि पढ्न आउँछस्